Hey everyone, good morning, Jai Masi and Namaste. Welcome back to my YouTube channel. So long time. फेरि पनि यो भिडियोहरू भिजिट गरेको केही भिडियोहरू मैले अपलोड गरेको छु. सो अस्ति हामी गएका थियौँ हाम्रो यो ललितपुरको नेसनल गार्डन, ठुलो गार्डन हो यो. र हामी यो स्प्रिङ सिजनमा घुम्न जाँदाखेरि अनि एकदम दृश्यहरू हेर्न सक्नुहुन्छ. एकदम लोभलाग्दो, चारौतिर हरियाली र वन जङ्गल हैन, झरना, खोला, नाला हेर्न सक्नुहुन्छ. कति राम्रो सफा स्वच्छता भएको यो हाम्रो नेसनल गार्डन हो. यहाँ धेरै विश्वासीहरू पनि सङ्गति गरिराख्नु भएको थियो र कति सुन्दर पनि त्यो ठुलो जङ्गल गार्डनमा सुन्दर पनि कति राम्रो परमेश्वरको भजन गीतहरू गुन्जमान भइरहेको थियो है. अनि धेरै पर्यटकहरू आवत जावत एकदम तीव्र रूपमा धेरै थियो होइन. एकदम प्रायः जस्तो फ्यामिलीहरू घुम्न आउनुभएको थियो र साथै हामी पनि गएका थियौँ. एकदम रमाइलो र मोहलाग्दो एउटा होइन, लोभलाग्दो दृश्यहरू र चारैतिर हरियाली हेर्दाखेरि त त्यो ठाउँबाट फर्केर नआउँ जस्तो भइरहेको थियो. तर समयलाई ख्याल गर्दै हामी राम्रोसँग घुमेर हामी इन्जोय गरेर रमाइलो केही पिक्चर भिडियोहरू खिचेर हामी फर्क्यौँ र एकदम राम्रो है. अनि यो समय भनेको एकदम ठिक समय हो कि जाने घुम्ने समय भनेको एकदम होइन. यो वसन्त ऋतुमा नि फुलहरू फुल्ने हुन्छ. प्रायः जस्तो फुलहरू एकदम राम्रो छ त्यहाँनिर, एकदम फुल फलिरहेको छ. अनि एकदम पर्यटकहरू त एकदम रमाइराख्नु भएको थियो है. फोटोहरू खिच्दाखेरि एकदम रमाइलो हेर्न सक्नुहुन्छ. यहाँ कति राम्रो फुलहरू अनि फुलेको छ. अनि फुलका नामहरू पनि त्यहाँ धेरै छन् होइन. अहिले हामी हेर्छौँ भने देश विदेशमा कति धेरै ठाउँहरूमा देश विदेशमा फुलहरू फुल्न पर्यटकहरू फोटोहरू खिच्नका लागि गइरहेको हुन्छन् होइन. त्यहाँ भिजिट गर्न लागि एक सर्ट पिक्चर भिडियोको लागि. तर हाम्रै नेपालमा हेर्छौँ भने हाम्रो यो नेसनल गार्डन होइन, एकदम ठुलो एकदम व्यापक रूपमा फैलिएको गार्डन हो यो होइन. अनि यहाँ धेरै फुलहरू फुलिरहेको थियो अनि हेर्न सक्नुहुन्छ कति राम्रो. अब फुलको प्रजातिहरू त थरथरीका छन् होइन. अनि यहाँ कति फ्यामिलीहरू होइन इन्जोय गरिराख्नु भएको थियो कि प्रायः जस्तो. अनि यसरी नै तपाईँहरू पनि जान सक्नुहुन्छ. यो वसन्त ऋतु ठिक समय हो घुम्नका लागि होइन. इन्जोय गर्नुहोस् अनि स्वच्छ वातावरणको होइन यो लिनुहोस्, इन्जोय लिनुहोस्. र यति भन्दै यो भिडियोलाई अन्त गर्न चाहन्छु. धन्यवाद तपाईँले हेरिदिनु भएको लागि. थ्याङ्क यू सो मच गाइज.